तैँले चाहिँ मेरो किन कुरा सुन्दैनस्, मेरो कुरामा किन ध्यान दिँदैनस्? जब म के भन्नु आँटेको हुन्छु त फडक्क फर्केर किन जान्छस् भन्दै हाम्रो नानीहरूलाई कम्प्लेन गरिरहेका छौँ होला है। यस्तै कुराहरूले हाम्रो दिमागहरूलाई प्रेसर पनि दिइरहेको होला, रिस उठिरहेको होला। तर एट द सेम टाइम एउटा प्रश्न आउँछ कि के कहिलेकाहीँ हामीले चाहिँ नानीहरूको लागि छुट्टै समयहरू निकालेर उनीहरूको कथा व्यथाहरू कहिले सुनिदिएका छौँ त? लास्ट टाइम कहिले थियो होला हामीले उनीहरूको कुरा सुनिदिएको? सो यदि हामीले नानीहरूले कुरा सुनिदियोस् भन्ने चाहन्छौँ भनेदेखि हामीले पनि उनीहरूको कुरा सुनिदिनुपर्छ। उनीहरूको छुट्टै कथा व्यथाहरू हुन्छ, भलाइ उनीहरूको कुराहरू इम्पोर्टेन्ट नहोला, तर सुनिदिनु अति नै जरुरी छ। सो बुझ्ने कुरा चाहिँ दोहोऱ्याउने हुनुपर्छ। यसले चाहिँ हाम्रो सम्बन्धलाई बनाउँछ। थ्याङ्क यू।